यो सिप भएको कारणले म आज मास्टर सेफ छु। मास्टर सेफ नेपालीमा भन्दाखेरि भान्से भन्दा पनि मिल्छ है। So I feel very proud to call myself भान्से। हैन, खाना बनाउने मान्छे है भान्से भन्छ हाम्रो नेपालीमा। सो म कतिलाई थाहा छ एउटा मास्टर सेफ के हो भन्दाखेरि मलाई तपाईहरुले भान्से भनेर चिन्ता हुन्छ। यो छपेको मान्छे भान्सेको देखेको त्यो भनेको खाना बनाउने कला है। सो मलाई खाना बनाउन आउँछ। म तपाईहरु जति कुनै कुरा मिठो बनाउन सक्दैन तर बाँकी सबै कुरा मिठो नै बनाउँछु है। सो सिपको कुरा गर्दाखेरि म सानैबाट खाना बनाउनमा रुचि र म इन्डिया गएर यो सिप सिक्ने मौका पाएँ। त्यसपछि 2011-2010 मा म इङ्ल्यान्ड गएँ। इङ्ल्यान्डमा म 13 साल काम गरेँ र 2020 मा म मास्टर सेफको रनर र 2021 मा म मास्टर सेफ जितेर नेपालमा अहिले मैले केही कामको सिर्जना र आफू पनि सिक्ने र सिपको सिर्जना गर्ने केही सानो कामहरू म नेपालमा गर्दैछु। र अहिले मिथिला थाली भन्ने जनकपुरमा सुन्नुभयो होला, त्यो मेयरले सुरुवात गरेको रेस्टुरेन्ट हो। अब यो रेस्टुरेन्ट म फेरि मिथिला खाना बनाउने एक्सपर्ट होइन हैन। त्यहाँ तपाईहरु जस्तै जो अहिले तपाईहरु भन्दाखेरि सिप सिक्न आउनु भएको र रोजगारको सिर्जना गर्ने र रोजगारमा आबद्ध हुन खोजिराख्नु भएको हो नि त तपाईहरु। सो हामी हेर्दाखेरि अहिले यो बिचमा एउटा कुरा जोड्न चाहे। एकजना म भित्र आउँदै थिएँ, उहाँले के भन्नुभयो भने म सुनिरहेको थिएँ कि यो यहाँ के हुन्छ भनेर उसको पैसा साथमा आउनुभयो। त यहाँ अब नेताको भाषण सुन्नु पर्ला भनेर भनिरहेको थियो कि थ्याङ्क यू। आज मैले कोही नेता देखिरहेको छैन। म पनि नेताबाट धेरै डराउँछु कि अगाडि म लास्ट टाइम म यसलाई अन्यथा नलिनु होला, म यस्तो प्रोग्रामहरूमा गइरहेको हुन्छु। अगाडि म बसिरहेको थिएँ। अगाडि बस्दाखेरि मेरो छेउमा एउटा मान्यजी बस्नुभएको थियो। अब म भान्से मान्यजीले कसरी चिन्ने खाना बनाउने मान्छेलाई चिन्नुहुन्न उहाँले। अनि मलाई यत्रो ठुलो प्रोग्राममा यो मान्छेलाई देखेको छैन, अगाडि सिटमा बसिरहेको छ। अनि सोध्नुभयो तपाईँ को हो भनेपछि मैले भने सेफ, म सेफ हो भनेको। ए के हुन्छ सेफ भनेको भन्नु, म भान्से हो भनेर। ए मिठो खाना बनाउनुहुन्छ भनेर। हजुर एकदम मिठो खाना बनाउँछु म। ए सुन्नु न, तपाईँको नम्बर मलाई दिनुहोस्, मेरो घरमा खाना बनाउने मान्छे जहिले पनि भागे हुन्छ कि म भागे भने म तपाईँलाई बोलाउँछु। मलाई नेताबाट डर लागेर कि पक्रेर घरमा खाना बनाउन लागेर पनि गडबड हुन्छ भनेर म तपाईँ जस्तो डराइरहेको थिएँ। थ्याङ्क यू छैन यहाँ। सो फेरि सिपमा के हुन्छ भने म सक्सेस, मलाई तपाईँहरूले या धेरैजना जान्नेले सन्तोष सेफ सक्सेस हुनुहुन्छ भन्नुहुन्छ है। सक्सेसको मूल आधार भनेको लर्निङ हो। लर्निङ सिक्नु, सिप कला। जसको हातमा सिप छ त्यो लाइफमा सक्सेस हुने ग्यारेन्टी छ है। ग्यारेन्टी भनेपछि एकदम 100% है। कुनै पनि काम तपाईले हातमा कला छ भने तपाई आफ्नो जीवन जहाँ पनि चलाउन सक्नुहुन्छ, जसरी पनि काम गरेर आफू आफ्नो फ्यामिलीलाई पाल्न सक्नुहुन्छ है। सो मैले भन्दाखेरि अब मिथिला थाली मैले सुरु गरेँ। मिथिला थालीमा कहाँबाट सुरु गरेको सानो स्टोरी भन्छु है। मेरो गाउँ सिर्हाको कर्जहा भन्ने गाउँ, सानो धेरै दलितको गाउँ, सबै जनजातिका गाउँहरू छन् हाम्रो गाउँमा। अनि मैले त्यहाँ एउटा विधवा देखेँ, सिंगल मम, एकल महिला भन्नुहुन्छ। सरी माफ गर्नु होला, मैले त्यो फेरि तराईको मान्छे न राम्रोसँग नेपाली आउँछ, न अंग्रेजी आउँछ, न हिन्दी आउँछ है। सो एकल महिला भनौँ न हैन। अनि बच्चा, काखे बच्चा, अनि काखे बच्चा ऊ विधवा अब के कारणले भएको थियो, या हस्बेन्ड मरेर गएको थियो, या हस्बेन्डले छोडिदिनु भएको थियो भनेपछि उसको ससुराले पनि, सासू ससुराले पनि घरबाट निकाल्नु भयो। अनि त्यो गाउँमै बिहा भएको। अनि आमा बाबा घरमा जाँदाखेरि उहाँले त्यसले पनि अब कसरी खुवाउन सक्ने, तिम्रो दुईटा बच्चा छ, तिम्रो यो छ भनेर उसलाई पनि त्यहाँबाट परेशान गर्यो। मेरो कानसम्म, मेरो आँखासम्म यो कुरा आयो। अब यसको लागि के गर्न सकिन्छ त वास्तवमा हैन। उहाँहरू जस्तो त धेरै छन्,
नेपालमा त उहाँ जस्तो धेरै छन्, उहाँलाई स्किल छैन, पढ्नु भएको छैन, काम गर्न सक्नुहुन्न, बच्चा छ, पाल्नु पर्यो, के गर्दाखेरि यो उहाँलाई हेल्प हुन सक्छ त? वास्तवमा म केही पैसा दिएर हेल्प हुन्छ कि? त पैसा दिएर त केही दिनमा उहाँ त खाएर सकाउनुहुन्छ नि त, हैन? तर मैले दिन सक्ने भनेको केही कला, केही सिप। त म त भान्से मान्छे, म के खाना बनाउन सिकाउँछु, उहाँले अलरेडी खाना बनाउन आउँछ। अनि मैले सोचेँ कि उहाँलाई जब दिउँ, हैन, उहाँलाई काम दिउँ। त काम के गर्न सक्छ भनेर काफे बच्चा छ है, त्यस्तै गाउँमा अरू पनि धेरै 2-4 जना अरू पनि छन्, हैन? त्यो उहाँले बनाउन सक्ने भनेको खाना हो नि त। त्यो खाना बनाउने रेस्टुरेन्ट जो छ त्यो भनेको मिथिला थाली है। उहाँहरूलाई मैले एउटा उहाँ जस्तै चुलोमा खाना बनाउने, उहाँलाई सिलौटा राखिदिने, सिलौटामा मसला पिस्ने, उहाँले जे बनाउनुहुन्छ त्यही कुरालाई मैले मिथिला थालीको थाली सेट बनाइदिएँ। जनकपुरमा 2 साल पहिला उहाँहरूको बस्ने, खाने, हैन, बच्चालाई स्कलरसिप दिने, कपडादेखि लिएर साबुनदेखि तेलदेखि लिएर, हैन, सबै कुरा आज फर्स्ट टाइम भन्ने होला है यो पब्लिकली। किनभने स्किल कति इम्पोर्टेन्ट छ बुझ्नुभयो, हैन? स्किल सिक्न, सिप सिक्न एकदमै जरुरी छ। अनि यो हामीले काठमाडौँ मेट्रोपोलिटनलाई धेरै धेरै धन्यवाद भन्नुपर्छ कि यो सिप सिकाउने एउटा वातावरण बनाइदिनु भएको छ र उहाँले त वातावरण बनाइदिनु भयो, तर जिम्मेदारी भनेको हजुरहरूको हो। सिप सिक्ने, राम्रोसँग सिक्ने र वेट गर्ने, लर्न गर्ने, त्यो सिपलाई मास्टरी गर्ने, हैन, फाइन गर्ने र कामको सिर्जना गर्ने। इभेन हामीले त तपाईको लागि इभेन काम पनि खोजेर राखेका छौँ। तपाईँ सिक्नुस्, हामीले तपाईलाई काम पनि गर्छौँ। यो साल मैले पनि एउटा प्रोग्राम चलाइराखेको छु। तपाईले यो कुरालाई सेयर गरिदिनु होला कि बढीमा बढी एउटा एप्लिकेसन आओस् हामीलाई यो सिप मेलाको लागि। सो मैले यहाँ जुन्नको कारण हामीले के गरिरहेको छौँ भने म होटल व्यवसायको मान्छे, खाना बनाउने मान्छे, हैन? यसको लागि मैले लास्ट इयर पर्सनली मैले के गरेको थिएँ भने 31 जनालाई, हैन, मैले विदेशबाट के आफैले काम गरेर सानो सानो पैसाहरू जोडेर 31 जनालाई होटलको तालिम, हाउसकिपिङको तालिम दिएर मैले हाउसकिपिङमा जब लगाएर र उहाँलाई सहयोग गरेर अहिले कोही हिल्टनमा काम गरिराख्नु भएको छ, कोही दुबईमा आउनुहुन्छ। यो लास्ट इयरको कुरा मात्रै हो है। त्यो भनेको त मेरो पर्सनल लेभलको भयो। त्यही प्रोग्राम तर पढ्ने को थियो भने थाहा छ तपाईँलाई? फरक क्षमता भएको, जो बोल्न सक्दैन, जो सुन्न सक्दैन, त्यो 31 जनालाई मैले ट्रेनिङ गराएको थिएँ। यो पल्ट पनि सेम प्रोग्राम केएमसीले गरिराख्नु भएको छ। त्यसको लागि हजुरले अझ कोही चिन्नु भएको छ, कोही छ जो बोल्न सक्दैन र सुन्न सक्दैन, उहाँलाई यो प्रोग्राममा सहभागी गरिदिन हामीलाई एप्लिकेसनको जरुरी छ, मान्छेको जरुरी छ। त्यसको लागि हामी कामको पनि खोजी गरेर राखेका छौँ। सक्दो उहाँलाई हामी कामसम्म पुऱ्याउँछौँ। ट्रेनिङ दिएर तिम्रो काम भयो, तिमी जाऊ भनेर भन्दैन। हामीले उहाँ 6 महिना, साल भर, कति दिनमा काम, होटलमा काम लगाउने, म आफ्नै रेस्टुरेन्टमा पनि काम दिने भने फेरि हाउसकिपिङमा किन चुज गरे उहाँले? हाउसकिपिङ भनेको रुम बनाउने, बेड बनाउने, हैन, रुम क्लिनिङ गर्ने उहाँको काम भनेपछि उहाँलाई त सुन्न सक्नुहुन्न, बोल्न सक्नुहुन्न। गेस्टसँग यदि हामीले बेटरको ट्रेनिङ दियो भने उहाँहरूले गेस्टहरूसँग कुरा गर्न सक्नुहुन्न, हामी उसको कुरा बुझ्न सक्दैनौँ। अनि उहाँले पनिसमेन्टको तरिका हुन्छ कि उहाँलाई पनिस गर्ने जस्तो हुन्छ। तर मैले हाउसकिपिङको ट्रेनिङ दिँदाखेरि उहाँले त गेस्टसँग कुरा गर्नु पर्दैन, उहाँलाई त लिस्ट पढ्ने हो, क्लिनिङ गर्ने हो, कुन केमिकल, कति टाइममा, कुन बेड, कति साइजको, कसरी बनाउने भनेर उहाँको भविष्यको लागि हामी यहाँ तत्पर लागिरहेछौँ। सो यो कुरा कहीँ देख्नुभयो कुनै सोसियल मिडिया मेरो या केएमसीको भने एप्लिकेसन भर्नलाई हजुरहरूले लगाइदिनु होला। र सिपको एकदम आवश्यक छ र तपाईहरू यसको पोजिटिभ इम्प्याक्टको लागि तपाईहरूले हामीलाई केएमसीलाई सपोर्ट गरिदिनु र सबैभन्दा हामीलाई सपोर्ट गर्नुभन्दा पहिला तपाईँ आफै पनि एउटा प्यासनेट, तपाईँ यो मेलामा आउनुभएको छ। यो मेलामा हामीले लगभग 2500 टाइपको, हैन, योभन्दा पनि धेरै टाइपको डिफ्रेन्ट स्किल सिप सिकाइरहेको छ। तपाईँ त्यही फर्म भर्नुहोस् जसमा तपाईँको रुचि छ।
जसमा तपाईले दिनरात काम गर्न सक्नुहुन्छ, त्यसमा तपाईले अलरेडी मन लागिरहेछ, त्यसको लागि तपाईले बिना अलार्मको उठ्नु पर्यो हैन। त्यो कामको लागि मात्रै सिक गर्नुस् र सिकाउनु भन्दा बढी सिक्नुस् हैन। आजको मेलामा यो 1 महिनाको हुन्छ, तपाईहरु ध्यान दिएर राम्रोसँग सक्षम हुनुस्, यही मेरो शुभकामना छ तपाईहरुलाई। धेरै धेरै धन्यवाद। फेरि पनि भेटौँला। म अराउन्ड हुन्छु र एकदमै खुसी लाग्यो यस्तो उत्साह देखेर मलाई हैन। तपाईहरुको एउटा फेसमा सबैजनामा देखिरहेछ कि म के गर्छु, म सिक्छु, त्यो कुरा कहिले नछोड्नु होला तपाई हैन। यो सिप मेलालाई धन्यवाद भन्नु, जसको अर्गनाइजरलाई मलाई म तपाईहरुको बिहामा धन्यवाद भन्न चाहन्छु र यो अझ पनि हरेक साल होस् र पुरा नेपालमा होस्। सबैभन्दा पहिला त हामीले मलाई लाग्छ यो एजुकेसन सिस्टममा नै हाल्नुपर्छ के हैन। जापानमा गयो भने जापानमा बच्चा स्कुलमा नै त्यहाँ 8 क्लास 9 क्लासको बच्चालाई नै टोयलेट सफा गर्न, खाना बनाउन, क्यान्टिनमा काम गर्न वहाँ बच्चालाई नै सिकाइदिन्छ। बच्चालाई त्यो स्किल वहीँ नै दिइन्छ। हाम्रो कन्ट्रीमा त्यस्तो केही व्यवस्था छैन। हामी +2 सम्म पसेर पनि सिपको पुरै गर्दैन, ज्ञानको पुरै गर्दैन। एक्जाम पास हुनु पर्यो, एक्जाम पास गर्नु त एजुकेसन सिस्टमले पनि अलिकति हामी पछि है। अब म त मान्छे खाना बनाउने एजुकेसन सुधार्न सक्दैन, तर यो हुन चाहिए जस्तो लाग्छ है। सो धन्यवाद, थ्याङ्क यू भेरी मच एन्ड नमस्ते। हार्दिक आभार प्रकट गर्दछु। सरले 2-3 पटक